हेलो गुड आफ्टरनुन है सबैजना है साथीहरू। हजुर सन्चै हुनुहुन्छ होला, हामी नि सन्चै छौँ। आज चाहिँ हामी डाँडामा आएको रमाइलो गर्न। अनि यो चाहिँ हाम्रो पारी, यसलाई के भन्छ अरे नानी? रमाइलो छ यहाँ। अनि हामी खाजा खाने गरी आएको यहाँ। रमाइलो छ यस्तो। नजिस्को न कोही साथीहरू बनाउँदै हुनुहुन्छ, कोही साथीहरू बसिरहनु भएको छ। यस्तो छ, रमाइलो छ। के को फ्या हो? हाई भन्नु न, सबैजनाले हाई भन्नु त। गुड आफ्टरनुन। रमाइलो छ आज हाम्रो यतातिर। यता नि देखाइदिनु। यता दिदीले के खाजा रे दिदी आज? खाजा पक्दैछ यहाँ। केटाकेटीहरू नि छ, डाँडा छ। अबे ईशान के काटेको? यो चाहिँ हाम्रो सिल डाँडा हो है। यहाँ चाहिँ वन छ, यहाँ बाख्राहरू चराउन, भैँसीहरू चराउन लिएर आउँछ। अनि यहाँ सबैको आफ्नो आफ्नै वन हुन्छ, दाउरा काट्नलाई हुन्छ। एकदम रमाइलो छ हाम्रो गाउँ। लमजुङ हो हाम्रो गाउँ, एकदम राम्रो छ। मेरो प्यारो लमजुङ एकदम रमाइलो छ है साथी हो एकदम। ईशान किन काटेको? रमाइलो साथी हो, आउनु। केटाकेटीको पनि स्कुल छुट्टी छ। अनि यसो छुट्टी भए बेलामा सबैजना भएर रमाइलो गरौँ भनेर हो है। यी रमाइलो छ हाम्रो गाउँ। डाँडामा आएको हामी आज, डाँडा भन्ने ठाउँमा हामी। यति रमाइलो छ। ओ माई गड जेनिस, रमाइलो। ओ तल भिड छ। रमाइलो हाम्रो गाउँ। यसो हाम्रो गाउँतिर घुम्न आउनु भयो आउनु है। रमाइलो छ, हरियाली छ हाम्रो त यतातिर। बाख्रा चराउँछौँ, भैँसी चराउँछौँ। रमाइलो छ हो साथीहरू। के भन्छ? हाम्रो खजानी पार्दै ल बनाउने है आज सबैले टिकटक बनाउने, रमाइलो गर्नुपर्छ। मरि लानु के छ र हो, रमाइलो गर्ने हो। मर्ने बेला मर्नु 2 दिनको जिन्दगी 2 दिनको पाहुना हो हामी त। क्या नि बाचुन्जेल रमाइलो गर्नुपर्छ। यो चाहिँ मेरो छोरी प्यानी, यिनी पनि आछन् आज रमाइलो गर्न। चटपट खाना यहाँ छ 2टा छोरीहरू, केटाकेटीहरू। रमाइलो छ। ल आज यति नै हो। अहिले खाजा खाएको नि हाल्छौँ। ल अर्को नेक्स्ट पार्ट। बाई बाई।